गुड मर्निङ गाइस। हो आज चाहिँ नानीलाई चाहिँ है माया नै स्कुल लाँदै गरेको है। नानी हाई गरिदिनु नि, स्कुल गएको भन्नु नि। नानी चाहिँ हो नर्सरीमा पढ्छ हो, मन पाण्डिम जाँदै गरेको गाइस। नानी चाहिँ हिँड्दैछु है, अब टक्कै जाँदैछु बाटोमा नानी र म हो। नानी हेर्नु त यता, मेरो यता हेर्नु त, यता हेर्नु नि, यता कहाँ हेर्नु भएको नानी? स्कुल गएको भन्नु नि, स्कुल गएको भन्नु नि, एबिसी भन्नु नि, ट्याक्कै एबिसी ट्याक्कै हो नानी। टाटा। अब जाँदैछु हो, अन द वे बाटोमै छ हामी। टक्कै नानी पनि हाम्रो है दादाको नानी हो, एकदम क्युट छ है। जाँदैछ हामी हो। पुग्न आँट्यो है नानी, पुग्न आँट्यो है। जाँदैछु हो बाटोमा तल है। बजार पनि बजारदेखि चाहिँ हामी अलिकति उन्दै जानुपर्छ है। जाँदैछु, जाँदै गएको भर्खरै बाटोमा। र तपाईँहरूलाई अस्ति मेरो भिडियोहरू बनाएको है कस्तो लाग्यो है, तपाईँहरूले त्यो भिडियोहरूमा है कमेन्टमा गएर है, कमेन्ट सेक्सनमा गएर कमेन्ट गरिदिनुहोस् है, तपाईँहरूलाई कस्तो लाग्छ है त्यो भिडियो चाहिँ। मैले अब त्यस्तो राम्रो त क्रिएटिभ बनाउनु सकिनँ होला, क्रिएटिभ भिडियो बनाउनु सकिनँ होला सायद है। र तपाईँहरूलाई कस्तो लाग्छ हो, मैले फेरि म एकदमै लर्निङ प्रोसेसमै छु अझै पनि है। कति कुरा सिक्नु नै छ हो, सिक्दैछु र कतिवटा कुरा है प्रायः अरूहरूको भ्लग पनि हेर्दै गर्छु म, सायद हेर्दै गर्छु है। जस्तै मिलन दाजु हो, हाम्रो पदम दाजु सबैकै भ्लगहरू हेर्छु है। र त्यहाँबाट पनि कतिवटा हाम्रो नलेज, एउटा इनोभेटिभ आइडियाहरू पाउँछ है हामीले। अब उहाँहरूकोबाट हामीले है कतिवटा कुरा सिक्नु पाउँछ, सिके पनि है। सिकेर हामीले है आफ्नै आइडिया लगाएर उहाँहरूको आइडिया र हाम्रो आइडियालाई चाहिँ कोलाब्रेसन गरेर है हामीले एउटा कन्टेन्ट, नयाँ कन्टेन्ट है, नयाँ कन्टेन्ट क्रिएटर है हामीले बनिनु सकिरहेको छ है। र भ्युज कम्ती आए पनि केही छैन है। अब हामीले नि यसरी सिक्दै गयो भने भोलिपछि अझै तपाईँहरूलाई फेरि पनि अझै योभन्दा राम्रो कन्टेन्टहरू ल्याउँदै जानेछु है, ल्याउने पनि छु सायद है, बनाउँछु फेरि है। तपाईँहरूलाई कस्तो लाग्छ यो भिडियो है, यो भिडियोलाई लाइक सेयर है कमेन्ट गरिदिनुहोस् है, कस्तो लाग्छ है तपाईँहरूलाई। मैले भिडियो बनाउँदा चाहिँ कस्तो खालको बनाउनु पर्ने है त्यो पनि भनिदिनुहोस् है कमेन्ट सेक्सनमा। गाइस आजलाई यति नै है।